के वर्णन गरे शब्द भगवानका भक्त नहुनु। त्यो 6औं स्कन्धमा के भनेछ भने राजा परीक्षित भन्नुहुन्छ प्रभु हजुर मलाई निवृत्ति मार्ग प्रवृत्त मार्ग बुझाउनु भयो। निवृत्ति मार्ग भनेको छुटकारा पाउनु, प्रवृत्त मार्ग भनेको संसारतिर प्रवेश गर्नु। निवृत्ति मार्गको वर्णन गर्नुभयो भनेको निवृत्ति मार्ग भनेको छुटकारा कहाँबाट गर्नु? हिजो 3औं स्कन्धमा अर्चिरादिको वर्णन, 2य स्कन्धमा वैश्वानर न्याति विहाय संगत अर्चिरादिको संकेत गरेको छ। अर्चिरादि गतिबाट जानेवाला जीवात्माले सायुज्य मोक्ष प्राप्त गर्दछ। 3य स्कन्धमा सालोक्य साठि सामिप्य सारूपैकत्वमप्युत दीयमानं न गृह्णन्ति विनाम सेवनं जना। सालोक्य सारूप्य सामिप्य र सायुज्य मोक्षको अवस्था। सालोक्य मोक्ष भनेको यहाँबाट जीवात्माले जान्छ, विरजामा स्नान गर्दछन्, विरजामा स्नान गरेर विरजा पार गरेपछि सालोक्य मोक्ष हुन्छ। सालोक्य भनेको त्यो लोकलाई देख्नु हो, परमात्माको वैकुण्ठ धामलाई दिव्य स्थानलाई देख्यो, दर्शन गर्यो, त्यो सालोक्य हो। सारूप्य भनेको परमात्माको जस्तै रूप हुनु, भगवानका 4 हात छन् त्यस्तै प्रकारका 4 हात हुनु, त्यो जीवात्माले प्राप्त गर्नु, त्यो सारूप्य भने परमात्मा चाहिँ रूप हुनु। अर्को एउटा हुन्छ सामिप्य भनेको परमात्माको सामने जानु, परमात्माको सामने गएर परमात्माको स्तुति गर्नु, सामिप्य हो। सामिप्य अवस्थामा भक्तले स्तुति गरेका हुन्छन् धेरै। अर्चिरादि मार्गमा बडा मजाले स्तुति गरेका छन्। हजुरका कति राम्रा नाक छन्, कति राम्रो नाक, कति राम्रा गाला, कति राम्रा आँखा, है अर्चिरादि मार्गमा वर्णन गरेका छ। आचार्यहरू भन्नुहुन्छ त्यही हजुरका त्यो मुखमण्डलमा कति राम्रो ज्योति आएको बा, हजुरको त लगाएको यज्ञ पवित्र उँभो गएको हो कि ज्योति, कस्तो राम्रो हजुरको स्वरूप यसरी अनुभव गरेको छ। हजुरको आँखा कति सुन्दर छन्, नाक एउटा कति राम्रो एउटा पुल जस्तो लाग्ने, अमृतको कुण्ड जस्तो लाग्ने आँखाको सेतोपना देख्दाखेरि, त्यो पुल त्यो एउटा समुद्रमाथि लगाएको पुल हो कि जस्तो लाग्ने नाक देख्दा लामो नाक अनुभव गर्नुहुन्छ, विभिन्न प्रकार अनुभव गर्नुहुन्छ। कति राम्रो सुन्दर हजुरका हात छन् जो कि हजुरले त्यो हातले जीवात्माको रक्षा गर्नुहुन्छ। हजुरको स्वरूपै एकदम जीवात्माको लागि हो, हाम्रो लागि हो भन्नुहुन्छ, वर्णन गर्नुहुन्छ। एउटा परमात्माको स्तुति गरेर आनन्द लिनुहुन्छ। हजुरको स्तुति गर्दा गर्दा म जब थाक्छु, म गल्छु, म लड्छु अनि हजुरले मलाई रक्षा गर्नुहुन्छ भन्नुहुन्छ यमुनाचार्य। किन हाम्रो शरीर भनेको कहीँ कर्म गर्नको लागि हो, कहीँ गएर कर्म गर्दैन के जीवन र विभिन्न प्रकारको अर्चनाको प्रसङ्ग हो। त यहाँ निवृत्ति मार्ग र प्रवृत्त मार्ग रहेछ। निवृत्ति मार्गको छुटकारा भनौँ, प्रवृत्त मार्गको संसारको प्रवेश हुनु। त कर्म गर्नुपर्दछ, राम्रो कर्म गर्ने, सुन्दर कर्म गर्ने, परमात्माको लागि खुसीको लागि कर्म गर्ने। यदि कुनै समय नराम्रो कर्म गर्ने व्यक्तिले के गर्छ, कोही बेला पढाउँछन् क्या, केही नराम्रो कर्म गरौँ अनि एकजना चाहिँ गुरुजी ल्याउनु पऱ्यो, म पढाउनु पऱ्यो, गुरुजीलाई लगायो पढा, अनि फेरि भोलिपल्ट त्यही छ, त्यो के हुन्छ? त्यसको कस्तो स्थिति हुन्छ? देखेर पनि जानेर पनि के अरे कति गर्दैन, कतिलाई गर्नु हुँदैन भने थाहा पनि छ अनि फेरि गर्छ, त्यसको कस्तो स्थिति हुन्छ? के कर्मणा कर्म न्याहार हुन्छ। नराम्रो कर्म गरौँ अनि फेरि पढायो कि त्यसरी गर्दा त्यो राम्रो हुन्छ कि, अनि फेरि त्यही सुरु गरौँ, त्यो कहिले पनि राम्रो सक्दैन। त्यो कर्म कस्तो भनेको छ भने मन एक कुन्जर शौच भयो। हात्तीले के गर्छ, नुहाउँछ मजाले माडी अनि त्यो खोलाबाट निक्लेपछि त्यो बालुवालाई उठाएर आफ्नो सुँडले छाप्दछ पुरै शरीरमा। त्यो नुहाएको के फाइदा भयो? त्यस्तै आज नराम्रो कर्म गरौँ अनि गुरुजीले ल्याब पढाए त बेद के गरे यताउता दक्षिणा चाहिँ फुरुक्क बनाएर पठाए, भोलिपल्ट त्यही काम छ, फेरि एक दिन पढाउँछु र बनाउँछु। एकजना भाइ थिए, एकजना भाइलाई मैले भनेको नानी यस्तो गर्नु हुँदैन, बिचरा भाइको जने हिँड्नेछ, जने लगाएन छन्, नानी हामीले जने लगाउनु पर्छ भनेको, अमल लाउँदिनँ। किन लाउँदैन भनेको के गर्नु, म गाई पनि खान्छु, गोरु पनि खान्छु, ढुलो पनि खान्छु, बाउ पनि खान्छु, कोही जने लाउँदिनँ त्यसो भयो। अनि एक दिन पाहुना ल्याएर पढाउँछु, अनि एक दिन लगभग पढाएर के गर्नु,
होला मैले ब्राह्मणलाई बोलाएँ, खुसी बनाए, पैसाले दक्षिणाले होला, विश्वासले गरिदिएला। गुरुजीले ल ठिकै छ तर राम्रो गरिदिनु भन्नु होला। त्यो जीवनमा भोलिपल्ट फेरि त्यही गर्यो भने ठिकै छ, गुरुजी त पैसा लगाएर जानुहुन्छ, आफ्नो केही पनि फाइदा छैन। धर्मशास्त्र भनेको यस्तो, एकचोटि गल्ती हुन्छ, गल्तीको माफ परमात्माले दिनुहुन्छ, नदिने होइन। पश्चाताप भनेको छ वासुदेवार्पण। भगवान समावेश भयो, मैले गल्ती गरेँ प्रभु भनेर क्षमा माग्यो भने एकताल गरेर एक्सक्युज ल, फेरि गल्ती गर्यो भने गो टु द जेल। समस्या छ। त्यसले गर्दाखेरि पश्चाताप गर्नु राम्रो, प्रायश्चित ठुलो प्रायश्चित पश्चाताप गर्नु, तर फेरि त्यस्तो गरेर कहिले पनि राम्रो हुन सक्दैन। हाम्रो शरीरमा एउटा रक्षाको लागि नै परमात्माले विधान बताउनु भएको हो। नास्नता पथ्यमेवान्नं व्याधयो पिबन्ति। बरु नराम्रो खाँदै खाइदिएन भने त्यसलाई रोग हुँदैन, कहिले पनि त्यसलाई शान्ति हुन्छ। नराम्रो चिजहरू व्यवहार ल्याउँदैन ल्याउनु। त अजामिलको प्रसङ्ग छ 6औं स्कन्धमा। अजामिलको प्रसङ्गबाट के बुझिन्छ भने संसारको मायाबाट अलग गर्नु, आफ्नो छोराछोरीको नाम राम्रो राख्नु। छोराछोरीको नाम राम्रो राख्यो भने त्यस जीवात्माको उद्धार हुन्छ। बुढाबुढी भइयो, 70-80 वर्ष पुग्यो, छोराछोरीको नाम राखेको छ एलिसा, निसा, लता, के फेलिसा, के म जान्दिनँ आजकल नाम लिएर रहँदै रहँदै के हो गयो। त्यस्तो नामले के गर्नु? उद्धार के छ त बेला? ल हामीले ठिकै छ निशा भनौँला, ठिक छ। निशा भन्ने शब्द संस्कृत शब्द हो, लता भन्ने शब्द संस्कृत शब्द हो। बरु निशा लता त राम्रले त्यो संस्कृत शब्द उच्चारण गरे भन्छु बेला बेला चाहिँ नि म। तर निशा भनेको अँध्यारो, अँध्यारो यता आइज लो, विचारमा के बतायो? निशा यता आइज भनेको अँध्यारो यता आइज भनेको। लता भनेको लहरो, लता यता आइज भनेको लहरो यता आइज भनेको। आफूले जीवनभरि गरमको मेरो नानी जन्म्यो भने आफै लहरो र पात के गर्नु? अनि नाम कतिवटा? एउटा आजकल अमेरिकामा त हस्पिटलमा एउटा नाम। अनि गुरुलाई गाल टार्न बोलाएको हुन्छ, त्यसलाई गुरुलाई बोलाउने नाम राखेको। गुरुले राखेको नाम कसले उच्चारण गर्छ? आजकल त सबै नाम राख्नेको भन्दा सल्लाह गर्नु घर परिवारमै, आमाले बाबाले सल्लाह गर्नु। सल्लाह पनि कस्तो भन्दाखेरि बाबा र आमासँग मिल्दोजुल्दो नाम हुनु पर्यो, ठ्याक्क। अनि तीबाट जुराउनु पर्यो। जस्तै गरेर धुन्दुले नाम राखेको थियो नि, मेरो नाम धुन्दुली हो, मसँगै मेरो जस्तो मिल्ने नाम धुन्दुकारी भनेर राख्यो। नाममा मात्रा प्रतिष्ठिता के भयो भनेको प्रेत भनेको। त्यही स्थिति हुन्छ। एउटा दुई ठाउँका केटा र केटीको ठ्याक्क लभ भएछ, छोरो जन्म, इङ्ग्लिसमा छोरोलाई भन्छ सन, नाममा के राख्ने भन्दाखेरि लभ सन। जय श्रीमन्नारायण। के भयो? जीवन यस्तो छ। महात्माले दया लाग्दो हो, के गर्नु? कमसेकम यिनको नाम त राम्रो राखिदिउँ। अजामिलको एउटा कान्छो छोरोको नाम राखिदिनु भयो नारायण। अब आजकल उच्चारण नारायण भनेर नारायण हुन्छ, नहुन्छ। फेरि त्यो नारायणाय भन्नु पर्यो भने त त्यो ना त हुँदै हुँदैन, जिब्रै लाग्दैन। अब के गर्नु? बडा बिजोग छ। भगवानको नाम त आफ्नो संस्कारै विकसित का नाम उच्चारण आउँछ। नाम राम्रो राख्नु पर्यो। माताले नाम राख्ने यसको नाम चाहिँ नारायण भनेर कान्छा छोराको नाम, अजामिलका छोरा कान्छाको नाम नारायण राख्नु। बालक स्नेन्द्रित, बालकमा यति प्रेम। अब नानी बाबाको प्रेम नानीमा हुन्छ। के खायो, के गर्यो, कहाँ छ, जहिले त्यही नानीको चिन्ता हुन्छ। अजामिलले बिरामी भएर लडेको बेलामा नारायण पान के माग्न खोजेको पान, नारायण भनेर उच्चारण गरेर पुकार्दाखेरि भगवानका पास लाउनु फुक्क हो। यता नारायण भनेर नाम दियो, भगवानले पार्सलमा पठाइदिनु हो।
चतुर्भुज पुरा 4 हात भएका पार्षदहरू हुनुहुन्छ, 4 पार्षद हुनुहुन्छ। यता यमराजका दूतलाई पठाइदिनु यमराजले यो अजामिलले नराम्रो कर्म गरेर यसलाई ल्याउनु पर्दैन। अब एक आपसमा त्यहाँनिर भनाभन लाग्यो। भगवानका पार्षद एकपट्टि, एकपट्टि यमराजका दूत। भगवानका पार्षद भन्नुहुन्छ यसले नारायणको नाम लिएको छ, हामीलाई भगवानलाई पठाउनको लिन आएका। यमराजका दूतहरू भन्छ नि अजामिलले नराम्रो काम गर्छ, यसलाई हामी लिन आएका। अजामिल केही त्यस्ता नराम्रो काम गर्दैन। अब यहाँनिर एक आपसमा भनाउन लाग्यो। भगवानका पार्षदले दर्शन दिनुभयो, यसो अजाम मेरो के स्थिति हुन्छ। एक आपसमा भनाउन छट्टै भगवानका पार्षद त्यहाँ अन्तर्गत भइदिनु भयो। अरे मैले देखेका अहिलेका महापुरुष एकदम राम्रा सुन्दर पुरुष थिए, कहाँ गए कहाँ गए नि मलाई छोडेर गए अहिले भन्नु जाँदैन। अब जसरी हुन्छ यथाचित्त भन्नुहुन्छ, म एउटा प्रयास गर्नेछु तिनी भगवानका जो पार्षद थिए तिनीलाई नि म प्राप्त गर्छु अवश्य हुन सक्छ। एक आपसमा खुब भनाभन हुन्छ। यता यमराजका दूत पनि छन्। अरे तिमीलाई थाहा छ यिनीहरूले त हामीले लिन आएका भन्छन्, यमराजका दूत यता भन्छन् हामी लिन आएका। तिमीले धर्मको स्वरूप जानेको छ, सोध्छन्। यता भगवानका पार्षदहरू सोध्नुहुन्छ हरिदास यमराजका दूतहरूलाई। यमराजका दूतले हामीले धर्मको स्थिति जानेको छ, हामीले पनि के बुझेको छ, यसलाई लिन हामी आएका हौँ। साक्षी चाहिँ नबत्ती आएका तपाईँ। किन हामी के भन्दाखेरि हामी कोही बेला एकान्तमा केही काम गर्न लाग्दछ, कसैले देखेको छैन, हामी चोरी गरौँ न चोरी गर्छौँ। तर साक्षी भनेर ईश्वर भगवान साक्षी हुनुहुन्छ, जहाँबाट भगवानले देख्नुहुन्छ। अग्नि साक्षी हुन्छ, आगो कहाँ छैन। एकान्तमा गएन भने दीपक जलाएको छैन, दीपक किन जलाएको छ? म यो कर्म गर्दाखेरि के गर्दछु, जति झुटो गर्छु जे गर्छु सम्पूर्ण मेरो कर्मको साक्षी दीपक हुन्छ भनेर। अब जति ढाँटो नि आफूले त कसैले जानेर ढाँटो भएर दीपक देखिरहेको दण्ड आफूलाई लाग्छ। सूर्य भगवानले कहाँ देखेको छैन, सूर्य भगवान साक्षी हुनुहुन्छ। अब एकान्तमा राति त कसैले देख्दैनन्, रातिका पनि देवता हुन्छ, ती देवता साक्षी हुन्छ। व्यक्तिलाई एकान्त भनेको कहीँ हुँदैन। हातले चोरी गरेर हातमा नि देवता हुन्छ। इन्द्र महाराज बसिरहनु भएको छ, स्वयं इन्द्रले देखिरहनु भएको चोरी गरौँ भनेर। आफै एकान्त। हामी धर्मको स्थितिलाई जान्दछौँ, यिनीहरू साक्षी छन् कि भन्नुहुन्छ यमराजका दूतहरू। भगवानका पार्षद अरे यो धर्मको जस्तो कुरा गर्छ तर यसले धर्म बुझेको छैन। भगवानका पार्षदले भन्नुहुन्छ यसले धर्मको जस्तो कुरा गर्यो तर धर्ममा चाहिँ अधर्म ल्याउने प्रक्रिया गर्दैछन्। यिनीहरूले धर्मको स्थिति बुझेर भन्नुहुन्छ। तिमीलाई थाहा छ जगाद चतुरक्षरम भन्नुहुन्छ भगवानका पार्षदहरू। यो अजामिलले भनेको 4वटा अक्षर भएको नाम दिएको छ। भगवानको शरणमा रहेको छ। जो भगवानको शरणमा रहन्छ, भगवानको शरणमा रहेका व्यक्तिले 4 अक्षर भएको नारायण भनेर पुकार्छ भने त्यसलाई अरूले छुन सक्दैन। जगाद चतुरक्षरम यसले नारायण भनेको छ। त्यसैले गर्दाखेरि यो शरणागति भएकालाई नारायण नामलाई लिएर जानुपर्छ। हामीले भगवानले पठाएका हामीलाई थलक्क भगवानले भगवानको पार्षदले अजामिललाई लिएर जान्छ। अजामिलले भगवानलाई प्राप्त गर्छ। अन्तिममा एउटा भरजात्रीले जान्छ, उता तपाईँले पनि भगवानका पार्षदलाई लिएर जान्छ। त्यो भगवानको नामले यति महत्त्व लागेको हुन्छ। नारायण यति महत्त्व छ। नार भनेको जीवात्मा हो। नारायणको अर्थ के भन्छ? सम्पूर्ण जति पनि जीवहरू छन् त्यो जीवहरूलाई नार भनिन्छ। नारको अर्थ हुन्छ जल पनि हुन्छ। जलमा माने पानीमा शयन गर्ने हुनाले भगवानलाई नार भनिन्छ। अनि सम्पूर्ण जीवात्माहरूको मालिक भगवान भएको हुनाले भगवानलाई नै आधार मानेर जीवात्माहरू रहने भएको हुनाले भगवानलाई नार भनिन्छ। जीवात्माहरूको मालिक